हेलो नमस्कार साथीहरू, म चाहिँ तपाईहरुलाई यो खुरकोट, मन्थली, चरीकोट, खरीढुङ्गा हुँदै काठमाडौँ जाने बाटोको चाहिँ भिडियो बनाइरहेको छु। भिडियो हेरेर साथ दिनु होला है त। भिडियो छोटो बनाएको कारणले ठाउँको नामहरू सबै भन्न सम्भव भएन। साथीहरू, यो चाहिँ चरीकोट बजार हो। हामीले चाहिँ खाना पनि यही खायौं। साथीहरू हेर्नुस् त, यो चाहिँ दोलखा जिल्लामा अवस्थित खरीढुङ्गा हो, जहाँ खरीका ढुङ्गाहरू पाइन्छन्। यो दशैं सकिन बित्तिकैको भिडियो हो, जहाँ हाम्रो बाटो बन्द भएको थियो र यो रुट खुलेको थियो। मेरो यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुने तपाईहरु सबैलाई विशेष धन्यवाद दिन चाहन्छु।